यो एकदमै डरलाग्दो खण्ड पनि छ एकदमै, किनभने येशू बोल्नुभएको छ यहाँ, अनि उहाँले नरकको बारेमा कुरा गर्नुभएको छ जुन आज मानिसहरू गर्न चाहँदैन। सो तपाईँले मसँग पल्टाउन सक्नुहुन्छ। मर्कुसको सुसमाचार अध्याय 9 पदहरू 38 देखि 50 सम्म। मलाई आशा छ तपाईँले भेट्नुभयो। मर्कुसको सुसमाचार अध्याय 9 पदहरू 38 देखि 50 सम्म। म हामी सबैजनाको निम्ति पढ्न चाहन्छु। मर्कुसको सुसमाचार अध्याय 9 पदहरू 38 देखि 50 सम्म। परमेश्वरको वचनमा यसरी लेखिएको छ। अनि यूहन्नाले यसो भन्दै उहाँलाई जवाब दिए, गुरुज्यू, हामीले एउटा मानिसलाई तपाईको नाममा दुष्ट आत्माहरू निकालिरहेको देख्यौँ, अनि ऊ हाम्रो पछि लाग्दैन र हामीले उसलाई मनाइ गर्यौँ, किनकि ऊ हाम्रो पछि लाग्दैन। तर येशूले भन्नुभयो, उसलाई मनाइ नगर, किनकि मेरो नाममा सामर्थ्यको काम गरेर मेरो विषयमा तुरुन्तै खराब बोल्न सक्ने कोही पनि छैन। किनभने जो हाम्रो विरोधमा छैन ऊ हाम्रो पक्षमा छ। किनकि जसले तिमीहरू ख्रिस्टका हौ भनेर तिमीहरूलाई मेरो नाममा एक कचौरा पानी पिउन देला, म तिमीहरूलाई साँचो भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। अनि जसले ममा विश्वास गर्ने यी सानाहरू मध्ये एउटालाई ठेस खुवाउला, त्यसको घिच्रोमा एउटा जाँतो झुन्ड्याएर त्यो चाहिँ समुद्रभित्र फालिएको भए त्यसको निम्ति बढियाउँछ। अनि तिम्रो हातले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै हातसित नरकमा कहिले पनि ननिभ्ने आगोमा जानुभन्दा जुडो भएर जीवनमा पस्नु नै तिम्रो निम्ति उत्तम हो, जहाँ तिनीहरूको किरा मर्दैन, आगो निप्दैन। अनि तिम्रो पाउले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै पाउसित नरकमा कहिले पनि ननिभ्ने आगोमा फालिनुभन्दा लङ्गड भएर जीवनमा पस्नु नै तिम्रो निम्ति उत्तम, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालिदेऊ, किनभने दुवै आँखासित नरकको आगोमा फालिनुभन्दा कानो भएर परमेश्वरको राज्यमा पस्नु नै तिम्रो निम्ति उत्तम हो, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। किनकि हरेक जुन आगोद्वारा नुनिलो पारिनेछ र हरेक बलि नुनद्वारा नुनिलो पारिनेछ। नुन असल हो, तर नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई तिमीहरूले केले स्वादिलो पार्नेछौ? आफूमा नुन राख र एकअर्कासित मिलापमा बस। आमेन। र हामी जान्दछौँ, हामीलाई तपाईँको थाहा छ, हामीलाई मद्दत गर्नुहोस्। तपाईँको वचनबाट तपाईँ परमेश्वरले बुझाउन हामीलाई सहायता गर्नुहोस्, येशूको नाममा। यहाँ यूहन्ना येशू कहाँ आएको छन्। यूहन्ना तपाईँलाई थाहा छ, यूहन्ना येशूका चेलाहरूमध्ये एकजना हुन्। त्यो पनि यूहन्ना येशूका 3 जना प्रिय चेलाहरू मध्येको एक हुन्। पत्रुस, यूहन्ना र यहाँको मध्येका एक हुन् यूहन्ना। उनी येशू कहाँ आएका छन्। येशू कहाँ आएर उसले आफ्नो गुनासो येशूलाई सुनाइरहेका छन् यूहन्ना। अनि याद छ तपाईँलाई, यूहन्ना येशूसँगै येशूको रूप परिवर्तन हुँदा येशूसँगै थिए। उनी एकजना उन साक्षीहरू मध्ये 3 जना साक्षी चेलाहरू मध्ये यूहन्ना एक थिए। अनि उनी यहाँ आएर येशूलाई कुरा सुनाइरहेका छन्, उनले भनिरहेका छन्। अचम्मको कुरा चाहिँ के छ भने, येशूले आफ्नो मृत्युको भविष्यवाणी गरेपछि, याद छ तपाईँलाई, 3 चोटि येशूले मृत्युको भविष्यवाणी गर्नुभएको छ। यहाँ चाहिँ पहिलो एकचोटि गर्नुभयो, अनि फेरि अहिले गर्नुभएको छ, अनि अब फेरि पनि गर्नुहुन्छ पछि गएर। अनि यी 3 वटा भविष्यवाणीहरू गर्दै गरेपछि यूहन्ना, पत्रुस
र याकुबको प्रतिक्रिया आउँछ, 3 नजिकका मित्रहरूको प्रतिक्रिया आउँछ। अनि यहाँ चाहिँ विशेष गरेर यूहन्नाको प्रतिक्रिया आएको छ। यूहन्नाले कुरा गरिरहेका छन्। अनि यी चेलाहरू याद छ तपाईँलाई, यी चेलाहरू 3 जना पत्रुस, यूहन्ना र याकुब, उनीहरू सम्भवतः सबैभन्दा प्रिभिलेज, सबैभन्दा सौभाग्यशाली चेलाहरू छन् उनीहरू, किनभने उनीहरूले यसुको रूप परिवर्तन भएको देखेका छन्। नजिकका चेलाहरू यिनीहरू, यसुले उनीहरूसँग अलिकति बढी समय बिताउनु भएको छ, उनीहरूले यसुको रूप नै परिवर्तन भएको पनि देखेका छन्। तापनि उनीहरूले यसुको मिसन, यसुको उद्देश्य, येशूको कष्टको अर्थ र उनीहरूको निम्ति यसले दिनुभएको मिसनलाई उनीहरूले बुझ्न सकेका छैनन्। उनीहरूमा पनि समस्या छ। अब पद 8 मा आएर यूहन्नाले भन्छन्, यूहन्ना येशूकहाँ आएर आफ्नो गुनासो सुनाउँछन्। यूहन्नाले भने, गुरुज्यू, हामीले एउटा मानिसलाई तपाईँको नाममा दुष्ट आत्माहरू निकालिरहेका देख्यौँ, अनि ऊ हाम्रो पछि लाग्दैन र हामीले उसलाई मनाई गर्यौँ, किनकि ऊ हाम्रो पछि लाग्दैन। हाम्रो पछि लाग्दैन, याद गर्छ। यो मानिसको कसैलाई पनि थाहा छैन, उसको नाम पनि लेखिएको छैन यहाँ। चेलाहरूले उसको कामलाई देखेका छन्, उसले येशूको नाममा दुष्ट आत्मालाई निकालेको छ। यो व्यक्तिको नाम छैन, यो व्यक्तिको परिचय छैन। यो व्यक्ति येशूका 12 जना चेलाहरू मध्येको एकजना पनि होइन, तर उसले त्यहाँ दुष्ट आत्माहरू निकालिरहेको छ। अब चेलाहरूका लागि यो समस्या बनेको छ, किनभने चेलाहरू मध्येको ऊ एक थिएन। न त येशूलाई पछ्याएको कुनै इतिहासको बारेमा यहाँ बताइएको छ, केही पनि बताइएको छैन। जुन काम गर्नको निम्ति चेलाहरू चुकेका थिए त्यही कामले गरिरहेको छ। अनि चेलाहरूलाई पक्कै पनि लाग्यो, कहाँ यस्तो हुन्छ, हामीले गर्न नसकेको काम यसले गर्ने, यो त भएन। सम्भवतः चेलाहरू रिसाए, सम्भवतः चेलाहरूलाई मन परिरहेको छैन। अनि त्यही भएको कारणले गर्दा यूहन्ना येशू कहाँ जान्छन्, सम्भवतः चेलाहरूको प्रतिनिधित्व गरेर उनी गएका छन्। अनि उसले भनिरहेको छ, गुरुज्यू, हामीले एउटा मानिसले चाहिँ अशुद्ध आत्मा निकालेको देख्यौँ। अशुद्ध आत्मा निकाल्नु समस्या होइन, तर ऊ हाम्रो पछि लाग्दैन, हामी मध्येको पनि एक होइन। यो मानिस न त हाम्रो पछि लाग्छ, न त हामी मध्येको एक हो, र उसले अशुद्ध आत्मा निकालिरहेको छ। त्यस कारणले गर्दा, कुन कारणले? यो हामीसँग नहिँडेको कारणले, हाम्रो पछि नलागेको कारणले गर्दा उसलाई हामीले रोक्यौँ। किन? किनकि हाम्रो पछि लाग्दैन। चेलाहरू पक्कै पनि उसलाई देखेर खुसी थिएनन्। चेलाहरूले गर्न नसकेको काम उसले गरेको छ। त्यहाँ चाहिँ तपाईँ के भन्दा अगाडि चेलाहरूले अशुद्ध आत्मालाई निकाल्न सकेनन्। एकजना बुवा आफ्नो छोरालाई अशुद्ध आत्मा लागेको छ, दुष्ट आत्मा, अनि उसलाई सहायता गरिदिनको निम्ति चेलाहरूसँग बिन्ती गर्न आउँछन्, तर चेलाहरूले निकाल्न सक्दैनन्, अनि येशूले निकाल्नुहुन्छ। अब त्यही पछि नै अर्को एकजना मानिसले दुष्ट आत्मालाई निकालिरहेको छ, तर चेलाहरूले उसलाई रोक्ने प्रयास गरिरहेका छन्। यसले प्रष्ट रूपमा चेलाहरूको बुझाइलाई देखाउँछ। चेलाहरूले येशूको काम पक्कै पनि बुझ्न सकेका छैनन्। उनीहरूले यो मानिसलाई रोक्ने प्रयास गरिरहेका छन्। तर यो यस्तो प्रकारको घटना केवल नयाँ करारमा चेलाहरूसँग मात्रै भएको पनि होइन, पुरानो करारमा पनि हामी देख्न सक्छौँ। तपाईँले पुरानो करारमा पनि देख्न सक्नुहुन्छ। गन्तीको पुस्तक तपाईँले पल्टाउनु भयो भने हामी त्यहाँ देख्न सक्छौँ। गन्तीको 11 अध्यायको 27। तब एउटा जवान दौडेर गयो र मूसालाई बताएर भन्यो,
एल्दाद र मेदाद छाउनीमा भविष्यवाणी गर्दैछन्। अनि आफ्नो जवानी अवस्थादेखिकै मोसाका सेवक नुनका छोरा योसुले जवाब दिएर भने, हे मेरा स्वामी मोसा, तिनीहरूलाई रोक्नुहोस्। तब मोसाले तिनीलाई भने, के तिमी मेरो खातिर डाहा गर्छौ? परमप्रभुका सबै मानिसहरू भविष्यवक्ता भएको भए र परमप्रभुले आफ्नो आत्मा तिनीहरूमाथि राखिदिनु भएको भए कति असल हुने थियो। अब यहाँ नुनका छोरा योसु उनी गएर भनेका छन् मोसालाई, उनीहरूले भविष्यवाणी गरिरहेका छन्, उनीहरूलाई रोक्नुहोस्। मोसाले के भने, के तिमी मेरो खातिर डाहा गर्छौ? तिमी मेरो खातिर डाहा गर्दै, परमप्रभुको खातिर पनि तिमी डाहा गरिरहेका छैन, तिमी आफ्नै निम्ति डाहा गरिरहेका छौ। अनि मलाई लाग्छ यी चेलाहरू पनि परमेश्वरको महिमाको लागि डाही भएका छैन, परमेश्वरको शक्ति र अधिकारको लागि यिनीहरू डाही भएका छैनन्। उनीहरू आफू असफल भएको कारणले डाही भइरहेका छन्। उनीहरू अरू कसैले यो काम गरिदिएको कारणले उनीहरू डाही भइरहेका छन्। उनीहरू चेलाहरू। अनि यो पनि सत्य हो कि येशूको नाम र शक्तिको दुरुपयोग गर्ने मानिसहरू त्यहाँ प्रशस्त थिए। उनीहरू अचम्मको काम गर्थे उनीहरूले पनि, तर झुटा उनीहरू थिए। येशूसँग उनीहरूको कुनै पनि सरोकार हुँदैन थियो। प्रेरितको पुस्तकमा 19 अध्यायको तपाईँले 13 देखि 16 हेर्नुभयो भने देख्नुहुन्छ, तब कतिपय घुमिड्ने यहुदी झारफुकेहरूले दुष्ट आत्मा लागेकाहरूमाथि यसो भन्दै प्रभु येशूको नाम लिन थाले। पावलले प्रचार गरेका येशूको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दछौँ। अनि स्केवा नाम गरेका यहुदी मुख्य पुजारीका 7 जना छोराहरू थिए, तिनीहरू यसो गर्थे। अनि त्यस दुष्ट आत्माले जवाब दिँदै भन्यो, येशूलाई म चिन्छु, म र पावललाई चिन्छु, तर तिमीहरू चाहिँ को हौ? अनि त्यो मान्छे जसमा दुष्ट आत्मा थियो तिनीहरूमाथि बुरुक्कै उफ्रियो र तिनीहरूलाई बस्न पारेर तिनीहरूमाथि विजय भयो, यहाँसम्म कि तिनीहरू त्यस घरबाट नाङ्गै र घायल भएर भागे। त्यति बेला प्रशस्त थिए झुटा मानिसहरू पनि, जसले येशूको नाममा निको पार्ने वा अचम्मका काम गर्ने प्रयास गर्दथे, तर उनीहरूसँग येशूको शक्ति र अधिकारको बारेमा चासो थिएन। उनीहरू केवल आफ्नो शक्ति देखाउन चाहन्थे, आफ्नो नाम उनीहरू चाहन्थे। तर अहिले यो घटना मर्कुसको सुसमाचारमा यो भएको घटना भने भिन्न छ। येशूले यो मानिसलाई रोक्नु भएको छैन। यो मानिस पक्कै पनि एक विश्वासी हुन सक्छ। उसले येशूको शक्ति र अधिकारलाई विश्वास गरेको छ, उसको नाम नदिए तापनि, नाम नबताए तापनि, किनभने येशूले उसलाई रोक्नु भएको छैन। तर चेलाहरूले उसको कामलाई स्वीकार गरेन। उसको कामलाई चेलाहरूले स्वीकार गरेका छैन। यसो देखिन्छ कि यो मानिसको नाम पनि उल्लेख गरिएको छैन। सम्भवतः कि यो मानिस अध्याय 5 को एकजना मानिस त होइन, डेमोनिया वा चाहिँ अशुद्ध आत्मा लागेको मानिस, यो निश्चित चाहिँ छैन। अध्याय 5 मा एकजना मानिस छ। याद छ तपाईँलाई त्यो घटना, अध्याय 5 को त्यो मानिसको घटना? ऊ कहाँ बस्थ्यो? त्यो अशुद्ध दुष्ट आत्मा लागेको मानिस? ऊ चिहानमा बस्थ्यो। उसले आफ्नै शरीर साङ्लाले बाँधिएको थियो। ऊ चिहानहरू डुलिहिँड्दा थियो। अशुद्ध आत्माको नियन्त्रणमा थियो। मानिसहरूसँग केही सरोकार थिएन। तर येशूले के गर्नुभयो? उसलाई निको पार्नुभयो। ऊ निको भयो। येशूले उसलाई निको पार्नुभयो। 5 अध्यायमा तपाईँले हेर्नुभयो भने 5 अध्यायमा देख्नुहुन्छ। 5 अध्याय। अनि उसलाई येशूले घरमा आफ्ना मानिसहरूका जाऊ र प्रभुले तिम्रो निम्ति कति ठुला ठुला कामहरू गर्नुभयो र तिमीप्रति कस्तो दया देखाउनु भयो सो तिनीहरूलाई बताइदेऊ। अनि त्यो हिँड्यो र येशूले त्यसका निम्ति कति ठुला ठुला कामहरू गर्नुभएको थियो सो कुरा डेकापोलिसमा प्रचार गर्न थाले। अनि सबैजना छक्क परे। सम्भवतः यो मानिस हुन सक्थ्यो जसले चाहिँ डेकापोलिसमा प्रचार गरेको छ।
हामीलाई थाहा छैन, पक्का पक्का भने थाहा चाहिँ छैन यही मानिस हो कि भनेर। तर यो मानिसले अध्याय 9मा यो मानिसले येशूको नाममा अशुद्ध आत्माहरू निकालिरहेको छ। अनि चेलाहरूले यसलाई समस्या देखेका छन्। तर येशूले के भन्नुभयो? तर येशूले भन्नुभयो उसलाई मनाइ नगर, अझै उसलाई नरोक, किनकि मेरो नाममा सामर्थ्यको काम गरेर मेरो विषयमा तुरुन्तै खराब बोल्न सक्ने कोही पनि छैन, किनभने जो हाम्रो विरोधमा छैन ऊ हाम्रो पक्षमा छ। येशूले चेलाहरूले जे सोचे त्योभन्दा भिन्न गर्नुभएको छ। हामी देख्न सक्छौँ येशूले उनीहरूलाई नरोक भन्नुभएको छ, किनभने ऊ हाम्रो विरोधमा छैन, येशूले उनीहरूलाई भन्नुभएको छ। अनि हामीले बुझ्नुपर्ने कुरा चाहिँ परमेश्वरको काम न त हामीबाट सुरु भएको न त हामीमा नै अन्त्य हुँदछ। परमेश्वरले इतिहासभरि विभिन्न मानिसहरू, विभिन्न समुदाय, सम्प्रदाय प्रयोग गर्नुभयो आफ्नो सुसमाचार प्रचारको निम्ति। परमेश्वरले जहाँ जहिले जसद्वारा पनि काम गर्न सक्नुहुन्छ। त्यसकारण प्रिय हामी परमेश्वरले एउटा सानो बक्समा राख्न सक्दैन। परमेश्वरले एउटा सानो तपाईँ र मेरो कल्पनाको बक्समा राखेर ल तपाईँले यसरी नै गर्नुहोस्, यी मानिसहरूद्वारै गर्नुहोस् भनेर तपाईँ र मैले सीमित बनाउन सक्दैनौँ। उहाँको काम केवल हामीबाटै हुनुपर्छ वा चाहिँ मैबाटै हुनुपर्छ भनेर परमेश्वरको शक्तिलाई नियन्त्रण गर्न पनि हामी सक्दैनौँ। सम्भवतः चेलाहरूको समस्या यही थियो। उनीहरूले के सोचिरहेका थिए? हामी हौँ चेला, परमेश्वरको काम हामीद्वारा मात्रै हुनुपर्छ। इतिहासमा परमेश्वरले उनीहरूलाई प्रयोग गर्नुभयो, तर परमेश्वरले प्रयोग गर्नुभएका मानिसहरू उनीहरू मात्र थिएन। परमेश्वरले जसलाई जहिले जहाँ जसरी पनि प्रयोग गर्न सक्नुहुन्छ। अनि परमेश्वरको शक्तिलाई तपाईँ र म नियन्त्रण गर्न सक्दैन। येशूले ठिक त्यही भन्नुभयो, उसलाई मनाइ नगर, किनकि मेरो नाममा सामर्थ्यको काम गरेर मेरो विषयमा तुरुन्तै खराब बोल्न सक्ने कोही पनि छैन, किनभने जो हाम्रो विरोधमा छैन ऊ हाम्रो पक्षमा छ। एक हिसाबले चाहिँ येशूले आफ्ना चेलाहरूको विचारलाई इन्कार गर्नुभएको छ। चेलाहरूको विचार र भावनालाई खुला र उदार हृदयले येशूले इन्कार गरेर वा चाहिँ उनीहरूलाई अब गम्भीर शिक्षा दिन लाग्दै हुनुहुन्छ। उसलाई मनाइ नगर। चेलाहरू यी सबै परिस्थितिहरूलाई प्रश्नसँग बुझ्न सकिरहेका छैनन्, न त उनीहरूले येशूले संसारमा गर्न आउनुभएको कामलाई उनीहरूले बुझिरहेका छन्। त्यस मानिसले गरेको कामलाई स्वीकार येशूले गर्नुभएको छ, तर चेलाहरूले गरिरहेका छैनन्। किनभने येशूले जान्नुहुन्थ्यो कि यो मानिसले परमेश्वरको शक्तिमा नै यो काम गरिरहेको छ। परमेश्वरको शक्तिमा नै उसले यो काम गरिरहेको छ। त्यही भएर येशूले भन्नुभयो, किनभने जो हाम्रो विरोधमा छैन ऊ हाम्रो पक्षमा छ। यो मानिसले यो काम गरिरहेको छ भने पक्कै पनि ऊ हाम्रो विरोधी होइन, ऊ हाम्रो पक्षमा नै काम गरिरहेको छ। यसलाई चाहिँ कतिजनाले गलत तरिकाले पनि बुझ्छन्, कतिजनाले चाहिँ यसलाई गलत तरिकाले पनि बुझ्छन् र भन्छन् कतिले चाहिँ मलाई सबै राम्रो लाग्छ, मलाई ख्रीष्ट येशू पनि मनपर्छ, उहाँलाई विश्वास गर्नेहरू पनि ठिकै लाग्छ, राम्रो हुन्छन् उनीहरू, क्रिस्चियनहरू पनि राम्रा हुन्छन्। त्यो भएको कारणले गर्दाखेरि ठिकै म चाहिँ क्रिस्चियनहरू पनि, उसले ख्रीष्टलाई इन्कार गर्दैन, उसले चर्चको बारेमा विरोध गर्दैन, उसले क्रिसमस पनि कहिलेकाहीँ मनाइदिन्छ, ऊ विरोध गर्दैन। त्यही भएर यदि ऊ विरोध गर्दैन भने ठिकै हो। उसले ख्रीष्ट येशूका चेलाहरूको बारेमा कहिले पनि नराम्रो भन्दैन र ऊ विद्रोही पनि छैन। कहिलेकाहीँ मृत्यु संस्कारमा गएको बेलामा सुनिन्छ, फ्युनरलमा तपाईँ जानुभयो भने तपाईँले सम्बन्ध सुन्नुहुन्छ, परिवारलाई सान्त्वना दिने क्रममा क्रिस्चियनहरूले नै उहाँले ख्रीष्टलाई विरोध पनि गर्नु हुँदैन थियो। क्रिस्चियनहरूलाई कहिलेकाहीँ क्रिस्चियनहरूको बारेमा पनि बोल्नुभयो, विश्वासीहरूलाई उहाँले सहायता पनि गर्नुभयो। उहाँ विरोधी हुनुहुन्थेन,
उहाँ तटस्थ हुनुहुन्थ्यो बीचमा। त्यस कारणले गर्दा परमेश्वरले उहाँको विचारलाई आदर गर्नुहुन्छ र स्वर्गको आशिष दिनुहुन्छ। कष्टमा वा चाहिँ आफ्नो आफन्त घुमाएका मानिसहरूलाई सान्त्वना दिनको निम्ति उनीहरू भन्छन्। क्रिस्चियनहरू पास्टरहरू पनि उनीहरूले यही पदलाई लिन्छन् चाहिँ हाम्रो विरोधमा छैन, उनीहरू हाम्रो पक्षमा छन्। सो यदि उहाँले विरोध गर्नुहुन्न, क्रिस्चियनहरूलाई कुट्नुहुन्न, लखेट्नुहुन्न, घरबाट निकाल्नुहुन्न, अनि ठिकै गर्नुहुन्छ, राम्रै गर्नुहुन्छ, कुराकानी गर्नुहुन्छ भने ठिक छ, उहाँ राम्रो हुनुहुन्छ, पछि स्वर्गको आशिष पनि पाउनुहुन्छ। पाउनु हुँदैन उहाँले। याद गर्नुहुन्छ उनीहरूको नियति कहाँ हुन्छ? अहिले देखिन्छ उनीहरूको नियति कहाँ हुन्छ, यसरी कहाँ हुनुहुन्छ। अनि याद गर्नुहोस्, यहाँ मर्कुसले भनेको सन्दर्भ भिन्न छ। जो हाम्रो विरोधमा छैन, ऊ हाम्रो पक्षमा छ भन्दै गर्दाखेरि यी मानिसहरू सतावटको चपेटामा थिए, कष्ट उनीहरूले भोगिरहेका थिए, उनीहरूको निम्ति कहीँ पनि आशा थिएन। अन्य मानिसहरूले स्वागत गर्ने, अन्य मानिसहरूले सहायता गर्ने सम्भावना नै थिएन। सधैँ कष्ट, सतावट, सङ्कष्ट थियो अरू मानिसहरूबाट। याद गर्नुहोस्, अरू मानिसहरूबाट त पानी पाउने आशा पनि उनीहरूले गर्न सक्दैनथे। अनि मानिसहरूले येशूलाई विश्वास गरेको कारण क्रूर रूपमा सतावट भोग्नु पर्थ्यो। अहिले तपाईँ र म जस्तो पाराको होइन, चर्च गइदिन्छ कहिलेकाहीँ, क्रिसमसमा त ऊ त सबभन्दा अगाडि पनि पुग्छ, मनाउँछ, विरोध गर्दैन। येशूले त्यो भन्न खोज्नुभएको छैन। येशूले त्यो भन्न खोज्नुभएको छैन। तपाईँलाई लाग्छ म ठिकै लाग्छ, म येशूको विरोध पनि गर्दिनँ, मेरो परिवार येशूको विरोध पनि गर्दैनन्, अन्तत उनीहरू राम्रै छन् र स्वर्ग जान्छन्, स्वर्गको आशिष पाउँछन्? पाउँदैनन्, उनीहरूले पाउँदैन। उनीहरूको नियति भिन्न छ। येशूले त्यो भन्न खोजिरहनु भएको छैन। याद गर्नुहोस् अब पद 41 किनकि जसले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाममा एक कचौरा पानी पिउन देला, म तिमीहरूलाई साँचो भन्दछु, उसले कुनै रीतिले आफ्नै नाम गुमाउने छैन। अब हेर्नुहोस्, येशूले फेरि उहाँको राज्यमा सेवा गर्नेको बारेमा बताउनु भएको छ। यो भिन्न छ, भिन्न तरिकाले उहाँले भन्नुभएको छ। येशूले चाहनुभएको मिसनमा सहभागी हुने तरिका फराकिलो छ। एक मात्र छैन, एउटा बाटो मात्र छैन। पानी दिनु अतिथि सत्कार हो। तपाईँ र मैले पनि अहिले दिन्छौँ, घरमा आउने पाहुनालाई दिन्छौँ, अतिथि सत्कार गर्छौँ त बाहिरमा। त्यति बेला पनि गरिन्थ्यो। त्यति बेला पूर्वीय इस्टर्न कल्चरमा चाहिँ पूर्वीय संस्कृतिमा जुन स्थानमा येशू हुनुहुन्थ्यो, उनीहरूले पनि अतिथि सत्कारलाई जोड दिँदथे। अझ यहुदीहरू पनि अतिथि सत्कारमा उनीहरू गम्भीर थिए। यो चाहिँ अतिथि सत्कारको कुरा। पद 37 याद छ, गएको हप्ता हामीले हेरेका थियौँ। पद 37 यदि मेरो नाममा, यसरी भन्नुभयो, यसरी अगाडि पनि उनीहरूलाई भन्नुभएको थियो चेलाहरूलाई। पद 37 जसले यस्ता साना नानीहरूमध्ये एउटालाई मेरो नाममा ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र मलाई ग्रहण गर्छ त्यसले मलाई होइन तर मलाई पठाउनेलाई ग्रहण गर्छ। याद गर्नुहुन्छ, जसले मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनेलाई ग्रहण गर्छ। जसले मेरो नाम मलाई ग्रहण गर्छ त्यसले मलाई पठाउनेलाई ग्रहण गर्छ। यो त्यसरी अतिथि सत्कारको कुरा यहाँ गर्नुभएको छ। अझ एकअर्कालाई ग्रहण गर्ने कुरा गर्नुभएको छ। त्यसैलाई येशूले जोड दिनुभएको छ। त्यसैलाई येशूले जोड दिनुभएको छ कि अब यदि कसैले तिमीहरू ख्रीष्टका हौ भनेर तिमीहरूलाई मेरो नाममा एक कचौरा पानी पिउन देला, म तिमीलाई साँचो भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। कुनै रीतिले इनाम गुमाउने छैन। यसलाई तपाईँ मैले गलत तरिकाले पनि बुझ्न सक्दैन। यसको अर्थ हामी काम गरेर इनाम पाउँछौँ भन्ने होइन, पछि मुक्ति कमाउँछौँ भन्ने पनि होइन। यदि
येशूले कसैलाई ख्रीष्टका हौ भनेर पानी दिन्छ भन्ने उसले इनाम पाउँछ भन्नुको अर्थ चाहिँ उसले अब मुक्ति कमाउन सक्छ काम गरेर। पछि पानी दिनु भनेको काम गर्नु हो र मुक्ति कमाउनु हो भनेर हामी सोच्न सक्दैनौँ। मुक्ति काम गरेर पाउन सकिँदैन, मुक्ति काम गरेर पाउन सकिँदैन। तर येशूले यहाँ भन्नुभएको चाहिँ येशूको नाममा गरिएका जुनसुकै कामहरू पनि उहाँले स्वीकार गर्नुहुन्छ। जस्तासुकै साना कामहरू पनि येशूले स्वीकार गर्नुहुन्छ। यो कुनै पनि येशूको नाममा गरिएका कामहरू महत्त्वहीन छैन। यो ठुलो यो सानो भन्ने छैन। अनि येशूले त्यही कुरा उनीहरूलाई बताइरहनु भएको छ। अब त्यसपछि येशूले पद 42 मा यसो भन्नुहुन्छ, अनि जसले ममा विश्वास गर्ने सानाहरूमध्ये एउटालाई ठेस खुवाउला, त्यसको घिच्रो चाहिँ वा घिच्रोमा एउटा जातो झुन्डाएर त्यस चाहिँ समुद्रभित्र फालिएको भए त्यसको निम्ति बढियाउने हुन्छ। इन्ट्रेस्टिङ छ यो पद 42। सम्बन्धी येशूले लिनुभएको सानो बालक हुनसक्छ जुन अगाडि येशूले लिनुभएको थियो 36 र 37 को उसलाई नै यहाँ देखाइरहनु भएको हुनसक्छ। एक्सक्युज वा चाहिँ 38 पदमा उल्लेख गरिएको मानिस जसको नाम यहाँ छैन, जो चेला पनि होइन, उसलाई देखाएर पनि भन्न सक्नुहुन्छ जसले ममा विश्वास गर्ने यी सानाहरू मध्ये एउटालाई ठेस खुवाउला। त्यसको घाँटीमा जातो झुन्डाएर समुद्रमा डुबाएर मर्नु उसको निम्ति उत्तम हुन्छ कसैलाई ठेस खुवाउनु भन्दा, पछि पाप गर्न लगाउनु भन्दा। यसैले भन्नुभएको चाहिँ यही हो। यसलाई साधारण तरिकाले बुझ्नुहोस्। यदि कसैले कसैलाई पाप गर्न लगाउँछ भने उसलाई उसको घाँटीमा जातो हालेर समुद्रमा फालेर डुबाइदिनु बेस हो, पछि डुब्नु बेस हो पाप गर्नुभन्दा। यसको अर्थ के भन्न खोज्नु भयो येशूले? यसले यसलाई गम्भीर तरिकाले सोच्नुहुन्छ। येशूले भन्नुभएको कुरा पनि प्रश्न छ। यदि कोहीले सानाहरूमध्ये वा चाहिँ विश्वासमा कमजोरहरूमध्ये वा कम महत्त्वको देखिने मानिसहरूलाई पाप गर्नतर्फ ठेस खुवाउँछ भने त्यस मानिस न्यायको योग्य हुन्छ। बताउन खोजेको थिएँ। यसैले यसलाई गम्भीर रूपले लिनुहुन्छ। सत्यता चाहिँ हामी कसरी एक विश्वासीलाई व्यवहार गर्छौँ भन्ने कुराले कसरी ख्रीष्टलाई चिन्छौँ भन्ने कुरा देखाउँछ। यसैले यहाँ त्यस मानिस जसले उहाँमा विश्वास गर्ने सानाहरू मध्येलाई एउटालाई ठेस खुवाउँछ, त्यसको घाँटीमा जातो झुन्डाएर समुद्रमा फालिएको भए राम्रो हुने थियो भन्नुको अर्थ अब उसलाई गएर समुद्रमा फालिदेऊ भन्न खोज्नु भएको होइन, पछि समुद्रमा गएर डुबे हुन्छ भन्न खोज्नु भएको होइन। अर्को अर्थमा चाहिँ हामी कसरी बुझ्न सक्छौँ भने एक क्रिस्चियनलाई पाप गर्नतर्फ ठेस खुवाउनु भन्दा बरु समुद्रमा डुबेर डरलाग्दो तरिकाले मर्नु चाहिँ उत्तम हो। यसको निम्ति सम्बन्धी सुनेर उनीहरू डरायो होला। तपाईँलाई डर लाग्दैन र यो सुनेर? यी मानिसहरू मलाई लाग्छ उनीहरू डराए। याद गर्नुहोस्, तपाईँ ख्रीष्टमा आफ्नो दाजुभाइ वा दिदीबहिनीहरूलाई पाप गर्नतर्फ ठेस लाग्ने बाटो बन्नुभयो भने परमेश्वरले तपाईँको लेखा एक दिन लिनुहुन्छ। हाम्रो लेखा एक दिन परमेश्वरले लिनुहुन्छ। अनि अब येशूले अझ कठोर रूपमा उनीहरूलाई बताउनुहुन्छ। यो कठोर सुनिन्छ। येशूले के भन्नुभयो उनीहरूलाई? याद गर्नुहोस्, येशू कोसँग बोलिरहनु भएको छ? चेलाहरूसँग येशू बोलिरहनु भएको छ। अनि चेलाहरूलाई नै येशूले भनिरहनु भएको छ, अनि तिम्रो हातले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै हातसित नरकमा कहिले पनि ननेग्ने आगोमा जानुभन्दा जुडो भएर जीवनमा पस्नु नै तिम्रो निम्ति उत्तम हो, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। अनि तिम्रो पाउलले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई काटिदेऊ, किनभने दुवै पाउसित नरकमा
कहिले पनि ननिभ्ने आगोमा फालिनुभन्दा लङ्गडो भएर जीवनमा पस्नु नै तिम्रो निम्ति उत्तम हो, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निभ्दैन। अनि तिम्रो आँखाले तिमीलाई ठेस खुवाउँछ भने त्यसलाई निकालिदेऊ, किनभने दुवै आँखासित नरकको आगोमा फालिनुभन्दा कानो भएर परमेश्वरको राज्यमा पस्नु तिम्रो निम्ति उत्तम हो, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निभ्दैन। क्रिस्चियन हुनु भनेको यो एउटा कुनै एउटा धर्म मान्नु पछि कुनै विचारको पछि लाग्नु होइन। याद गर्नुहुन्छ येशूले के भन्नुभयो? यो मैले भनेको होइन, येशूले यहाँ भन्नुभएको छ। याद गर्नुहुन्छ येशूले के भन्नुभयो? 3वटा विशेष गरेर तिम्रो हातले पाप गर्न लाउँछ भने हात काटेर फाल, तिम्रो खुट्टाले पाप गर्न लगाउँछ भने खुट्टा काटेर फाल, तिम्रो आँखाले पाप गर्न लगाउँछ भने आँखा निकालेर फाल। किन 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 किनभने दुवै आँखा सहित, दुवै खुट्टा सहित, दुवै हात सहित नरकमा जानुभन्दा दुवै खुट्टा बिना, दुवै आँखा बिना, दुवै हात बिना स्वर्ग जानु तिमीहरूको निम्ति उत्तम छ। किन? यसको कारण के हुन सक्छ? नरक प्रियहरू, नरक जहाँ तिनीहरूको किरा मर्दैन, आगो निभ्दैन। आगो निभ्दैन कहिले पनि। मेरो यो हात भाँचिँदै गर्दाखेरि मलाई मेरो यस्तो खाले पीडा कहिले पनि भएको थिएन, भित्र आगो बलेको जस्तो भएको थिएँ। अनि मैले सोचिरहेको थिएँ नरकको आगो चाहिँ कस्तो होला। तपाईँलाई थाहा छ घरमा तपाईँको आगो बाल्नुहुन्छ भने आगोलाई छुँदा कस्तो हुन्छ? याद गर्नुहुन्छ येशूले चेलाहरूसँग बोल्नुभएको छ, येशूले चेलाहरूसँग बोलिरहनु भएको छ। अनि येशूले चेलाहरूले चुकाउनु पर्ने मूल्यको बारेमा विचार गर्नुभएको छ। अब तपाईँ विचार गर्नुहोस्, तपाईँको जीवनमा के तपाईँको खुट्टा, हात, आँखा काट्नुपर्ने अवस्था त छैन? काट्नै पर्यो भने पनि के तपाईँ तयार हुनुहुन्छ? विचार गर्नुहोस्, येशूले यी आफ्ना चेलाहरूलाई भनिरहनु भएको छ, येशूलाई पछ्याउँदा बाटोमा आउने बाधाहरू केही छन् भने यी सबै पन्छाउ र येशूको आऊ। प्रिय तपाईँ पाप, एउटा हातमा पाप बोकेर अर्को हातमा येशूलाई पछ्याउन सक्नु हुँदैन। यसको अर्थ तपाईँ सिद्ध हुनुहुन्छ भन्ने हो र होइन। यसको अर्थ त हामी सिद्ध छौँ भन्ने हो र होइन। हात, खुट्टा, आँखा जस्ता शारीरिक अङ्गहरूले यहाँ जोड दिएको चाहिँ पाप विरुद्धको लडाई, विश्वासीहरूको जीवनको सबै पक्षहरू यसले समेट्छ। याद गर्नुहोस्, उनीहरू कहाँ जान्छन्? खुट्टाले हिँडे। उनीहरूले के हेर्छन्? आँखाले। उनीहरूको हातले के गर्न लगाउँछ? यसले अर्थ राख्छ, यसले अर्थ राख्छ। तपाईँले याद गर्नुहुन्छ, तपाईँले के हेर्नुहुन्छ? तपाईँले के गर्नुहुन्छ हातले? अनि तपाईँको खुट्टाले कहाँ लग्छ तपाईँलाई? कहिले सोच्नुहुन्छ तपाईँ? येशूले तिनलाई हटाउनको निम्ति आज्ञा गर्नुभएको छ। यदि तिमीहरूको जीवनमा त्यस्तो जुनसुकै कुराहरू छन् जसले परमेश्वरको राज्यमा रहेको अनन्त जीवनमा प्रवेश गर्न रोक्छ, बाधा दिन्छ भने त्यसलाई हटाऊ र मात्र तिमीहरू परमेश्वरको राज्यमा आऊ। यसको अर्थ फेरि तपाईँ आफ्नो हात काट्नुहोस् घर गएर, खुट्टा काट्नुहोस् वा आँखा निकालेर फाल्नुहोस् भन्नेको पनि होइन। कतिले चाहिँ गर्छन्, प्राचीन चर्चमा गरेका पनि थिए, कति चर्चमा गरेका छन् पहिला। अनि अहिले पनि देखिन्छ अरू विश्वास, आस्था राख्ने मानिसहरू आफ्नो शरीरलाई पीडा दिएर पापबाट टाढा रहन प्रयास गर्ने मानिसहरू प्रशस्तै छन्। प्रिय, तपाईँले शरीरलाई पीडा दिएर तपाईँले पापबाट कहिले पनि पर जान सक्नु हुँदैन, पापबाट कहिले पनि मुक्त हुन सक्नु हुँदैन। तपाईँले शरीरका सबै अङ्गहरू काटे तापनि,
तपाईँले आफ्नो दुवै हात काटे तापनि, दुवै खुट्टा फ्याले तापनि, दुवै आँखा निकाले तापनि तपाईँ अझै पाप गरिरहन सक्नुहुन्छ। किन? किनकि पाप हृदयमा रहिरहन्छ। अनि त्यही कारणले तपाईँ नरकमा कहिले पनि ननिभ्ने आगोमा जानको निम्ति योग्यको हुनुहुन्छ। येशूले अब तिमीहरू खुट्टा काट, हात काट, आँखा निकालेर फाल अनि बल्ल पाप रहित हुन्छौ भनेर भन्नुभएको छैन। तर येशूले भन्न खोज्नु भएको के हो? येशूले एउटा आलङ्कारिक भाषा वा साङ्केतिक भाषा यहाँ प्रयोग गरिरहनु भएको छ। पाप नगर्नको निम्ति कुनै पनि अङ्ग काटेर सम्भव छैन। अनि खुट्टा नभएको मानिसले के पाप गर्दैन र उसले पनि पाप गर्छ? सबैले गर्छन्, किनकि हृदयको समस्या हृदयमा रहिरहन्छ। यसरी यहाँ शरीरको अङ्ग काट्नु भन्नुभएको होइन, तर पापसँग तिमीहरू कठोर रूपमा व्यवहार गर, यसलाई खेलाची नगर, येशूले भनिरहनु भएको छ। फेरि उहाँले प्रयोग गर्नुभएको भाषा कठोर सुनिन्छ, कठोर नै छ, कडा सुनिन्छ, ताकि हामी यसलाई हल्का रूपमा नलिउँ। आज हाम्रो जीवनमा यस्ता हुन सक्छन्, केही छन् तपाईँले मेरो जीवनमा गोप्य पाप, झुटो बोल्ने बानी, डाहा, रिस, क्षमा नगर्ने मन, अशुद्ध भिडियोहरू हेर्ने कुरा, सोसल मिडियामा घन्टौँ समय बिताउने कुरा, व्यर्थको समाचार, मनोरञ्जन, निरन्तर पापतर्फ लैजाने मित्रता, पवित्रतालाई मजाक बनाउने सङ्गत, म बाहेक अरू कोही पनि छैन, म नै सुन्दर, म नै सुन्दरी। कतिजनाको निम्ति विवाहको लागि हुन सक्छ। तपाईँको निम्ति तपाईँले विवाहको बारेमा सोच्दै गर्दाखेरि ख्रिस्ट येशूलाई नचिन्ने पुरुष वा स्त्री, कि तपाईँ ख्रिस्टको खातिर तपाईँको मोबाइल, तपाईँको जीवनको चाहना, तपाईँको बोयफ्रेन्ड वा तपाईँको गर्लफ्रेन्ड, तपाईँको सबै कुरा हटाउन, काट्न तयार हुनुहुन्छ? येशूले भन्नुभएको यही हो। यदि तपाईँको मोबाइल येशूलाई चिन्न बाधा बनेको छ भने मोबाइल हटाइदिनुहोस्। यदि तपाईँको साथी जसले तपाईँलाई पापतर्फ लैरहेको छ भने येशूलाई चिन्न मद्दत गरिरहेको छ भने त्यसलाई हटाउनुहोस्। यदि तपाईँले हटाउन सक्नु भएन भने त्यो याद गर्नुहोस्, तपाईँको नियति कहिले पनि ननिभ्ने आगो, नरक त्यहाँ हुन्छ। येशूले बताउनु भएको थियो। अब येशूले भन्नुहुन्छ कहिले पनि ननिभ्ने आगो, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। 3 चोटि यहाँ यो बताइएको छ, याद गरिन्छ पद 44 मा, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। अनि त्यसपछि 46 मा, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। पद अब तपाईँले हेर्नुहोस् 49, किनकि हरेक जुन 48, जहाँ तिनीहरूको किरा मर्दैन र आगो निप्दैन। अनक्वेन्चेबल फायर। अनि नरकको कुरा गरिरहेको छ यहाँ चाहिँ। येशूले नरकको कुरा गर्नुभएको छ। नरक के तपाईँले कहिले सुन्नुभएको छ नरकको बारेमा? नरकको बारेमा मानिसहरू कुरा गर्न चाहँदैनन्। अहिले मैले तपाईँले सोधेँ भने तपाईँहरू सबैजना मलाई लाग्छ नरकमा जान चाहनु हुँदैन। सुसमाचार प्रचार गर्न जाँदै गर्दाखेरि नरकको बारेमा हामी कुरा गर्छौँ, प्राय मानिसहरूको प्रतिक्रिया चाहिँ उनीहरू म नरक जाँदिनँ भन्ने नै हुन्छ। अनि यहाँ येशूले नरकको बारेमा कुराकानी गर्नुभएको छ। अनि यो शब्द चाहिँ ग्रीक शब्द गेहेना भन्ने शब्दबाट आएको, गेहेना। अनि नयाँ करारमा यो धेरै पटक उल्लेख गरिएको छ, लगभग 12 पटक। अनि 12 पटक मध्ये येशूले नै 11 पटक कुरा गर्नुभएको छ नरकको बारेमा। यसको अर्थ येशूले यसलाई गम्भीर रूपले लिनुहुन्छ। कहिले पनि ननिभ्ने आगो यो सँगै छ, नरक सँगै छ। गेहेना भन्ने शब्द चाहिँ वा अर्थात् गेहेना चाहिँ पुरानो करारको हिन्नोमको उपत्यकाबाट आएको, जुन यरुसलेमको ठीक दक्षिणतिर छ। यो अहिले पनि छ, तर पहिलाको जस्तो भने छैन। त्यस स्थानमा दुष्टतामा लागेका
मानिसहरू वा दुष्ट मानिसहरू त्यहाँ हुँदथे। अनि दुष्ट राजाहरूले, तपाईँलाई याद छ, उनीहरूले बाल बलि गर्दथे। राजाहरू आहाज र मनस्यले उनीहरूले झुटा देवतालाई बाल बलिदान यहाँ चढाउँदथे। याद गर्नुहुन्छ? बाल बालिकालाई बलि चढाउने गर्दथे त्यस स्थानमा उनीहरूले, झुटा देवतालाई, अम्मनीहरूको देवतालाई। अनि उनीहरूले जलाएर त्यहाँ मार्दथे। यो एक घृणित कार्य थियो। परमेश्वरले बाल बलि कहिले पनि चाहनु भएन। परमेश्वरले जहिले पनि यसलाई घृणा गर्नु भएन। तर दुष्ट राजाहरू आहाज र मनस्यले बाल बलि गरिरहन्थे। अनि त्यस स्थानलाई तोफेत भनिन थालियो, जुन हिब्रू शब्दबाट आएको थियो। यसको अर्थ चाहिँ ड्रम भनिन्छ, ड्रम। पछि उनीहरूले त्यहाँ चाहिँ जब बाल बलि चढाउँदथे, त्यहाँ जलाउँदथे। साना बालबालिकाहरूको वा चाहिँ बालकहरूको चिच्चाहाट सँगै उनीहरूले ड्रम बजाउँदथे। त्यहाँ उनीहरूले ड्रम बजाउँदथे। तिनीहरूको चिच्चाहाट ढाक्नु, ठुलो स्वरले उनीहरूले ड्रम बजाइरहँदथे। पछि गएर राजा योसियाले यसलाई सुधार गरे, त्यस स्थानलाई नाश पारे। त्यसपछि त्यो स्थानलाई, हिन्नोमको त्यो उपत्यका बालबलि चढाउने स्थानलाई चाहिँ पछि योसिया पछि उनीहरूले चाहिँ फोहोर फाल्ने स्थान बनाए, डम्पिङ साइट उनीहरूले बनाए। त्यहाँ चाहिँ फोहोर फालिन्थ्यो। त्यहाँ सिनुहरू हुँदथ्यो, जनावरहरू, कुख्यात डाकु अपराधीहरू, मानिसहरू त्यहाँ हुँदथे। उनीहरू त्यहाँ गनाउँदथ्यो। सहरमा त्यसको गन्ध फैलिन सक्दथ्यो। त्यसबाट रोक्नको निम्ति त्यहाँ निरन्तर आगो जलाइदथ्यो, ताकि त्यो गन्ध रोग नफैलियोस् भनेर। अनि त्यहाँ वरपरका त्यस स्थानका मानिसहरूले बिहान उनीहरू सूर्य उदयदेखि बेडमा जाँदासम्म त्यो जलिरहेको आगो आफ्नो आँखाले देखिरहँदथे। त्यो निरन्तर चलिरहँदथ्यो, डम्पिङ साइट। अनि पछि गएर यो अनन्त नरकको एउटा चित्र बनेको छ। नरकको एउटा चित्र बनेको छ, जहाँ आगो कहिले पनि निप्दैन थियो, जहाँ जनावरहरूमा किरा हुँदथ्यो, दुष्ट मानिसहरूमा त्यहाँ किराहरू हुँदथ्यो। यो कहिले पनि निप्दैन थियो। एसायाले पनि आफ्नो अन्तिममा एसायाले भनेका छन्, अनि उनीहरू निस्किनेछन् र ती मानिसहरूका लासहरू हेर्नेछन् जसले मेरो विरोधमा अपराध गरेका थिए, किनकि न तिनीहरूको किरा मर्नेछ न तिनीहरूको आगो निप्नेछ, अनि तिनीहरू सबै प्राणीहरूका निम्ति घृणित ठहर्नेछन्। अनि यसले उनीहरूलाई चेतावनी दिँदै हुनुहुन्थ्यो। यसैले उनीहरूलाई चेतावनी दिँदै हुनुहुन्थ्यो। यसैले भन्नुभएको चाहिँ कि त तिमीहरू पापलाई छोड, पछि पाप गर्न लगाउने कुरालाई छोड, या त तिमीहरू नरकमा अनन्तको निम्ति ननिभ्ने आगोमा पर्नेछौ। कि त तिमीहरू पापसँग कठोर रूपमा व्यवहार गर, नत्र आगोमा फालिनको निम्ति तयार हो। प्रिय दाजुभाइ दिदी बहिनीहरू, नरक एउटा दन्त्य कथा होइन। नरक एक वास्तविकता हो। नरक यो मानिसहरूको निम्ति नै हो, कहिले पनि ननिभ्ने आगो। यो सत्यता हो, जहाँ यी मानिसहरू जसको पाप क्षमा गरिएको छैन, जो पापमा नै जिउँदछन् र मर्दछन्, उनीहरूको निम्ति परमेश्वरले तयार गर्नुभएको स्थान। प्रिय तपाईँ, आज तपाईँको निम्ति आज समय छ।
यदि तपाईँले आज पापलाई काटेर फाल्नु भएन भने तपाईँको निम्ति त्यो स्थान हो, तपाईँको निम्ति त्यो स्थान हो। यसरी भन्नुहुन्छ किनकि जुन आगोद्वारा नुनिलो पारिनेछ, हरेक जुन आगोद्वारा नुनिलो पारिनेछ र हरेक बलि नुनद्वारा नुनिलो पारिनेछ। यो खण्ड चाहिँ अलिकति कठिन छ बुझ्नको निम्ति। मलाई लाग्छ तपाईँहरू निदाउनु चाहिँ भएको छैन अहिलेसम्म। नरकको कुरा गर्दा र आगो जलिरहेको आगोको चित्र देख्दाखेरि निदाउनुहुन्छ भने चाहिँ मेरो भन्नु केही पनि छैन। कठिन छ यो खण्ड चाहिँ कठिन छ। मलाई लाग्छ तपाईँहरू बुझ्न पनि चाहनुहुन्छ। म आफूलाई बुझ्नको निम्ति गाह्रो थियो यो खण्ड, तपाईँलाई बुझाउनको निम्ति पनि कठिन नै खण्ड छ यो। यहाँ चाहिँ किनकि हरेक जन आगोद्वारा नुनिलो पारिनेछ र हरेक बलि नुनद्वारा नुनिलो पारिनेछ। अहिले भर्खरै ननिल्ने आगोको कुरा यसले गर्नुभएको छ, अब फेरि हरेक जन नुनिलो पारिनेछ भन्नुभएको छ। यो भन्न खोजेको के हुन सक्छ? अब तपाईँले विचार गर्नुहोस्, आगोको कुरा धर्मशास्त्रमा गरिएको छ, गरिएको छ। नुनको कुरा गरिएको छ, नुनको कुरा पनि गरिएको छ। तर आगो र नुन सँगै काहीँ कुरा गरिएको छ, त्यो पनि गरिएको छ। लेवीको 2 अध्यायको 13 इजरायलीहरूलाई परमेश्वरले आज्ञा गर्नुभयो, अनि तिम्रो अन्न बाली सबै भेटी बालीका सबै भेटीहरू तिमीले नुनिलो पार्नु, नुनले नुनिलो पार्नु। तिमीले आफ्ना अन्न बालीलाई आफ्ना परमेश्वरको बाचाको नुन बिनाको हुन नदिनु। तिम्रा सबै भेटीहरूको साथमा तिमीले नुन चढाउनु। इजरायलीहरूलाई परमेश्वरले आज्ञा गर्नुभएको थियो, उनीहरूको बलि चाहिँ वा चाहिँ उनीहरूको अन्न बलिमा चाहिँ उनीहरूले नुन छर्नु पर्ने थियो। नुन बिना नछर्नु भनेर परमेश्वरले आज्ञा गर्नुभएको थियो। पछि इजरालाई पनि इजरामा देख्न सक्छौँ। अनि तिनीहरूलाई जुन कुराको आवश्यकता पर्छ, अर्थात् स्वर्गका परमेश्वरको होमबलिका निम्ति जवान बहरहरू, थुमाहरू र भेडाका पाठाहरू, गहुँ, नुन, दाखमध्य र तेल यरुशलेममा भएका पुजारीहरूको माग अनुसार तिनीहरूले दिनहु नबिराइदियोस्। इजिकेलमा पनि हामी देख्न सक्छौँ, त्यो शुद्ध पार्ने काम सिद्धाएपछि तिमीले एउटा निस्कोट जवान बहर र बगालको एउटा निस्कोट थुमा चढाउनु, अनि तिमीले तिनीहरूलाई परमप्रभुको सामु चढाउनु, अनि पुजारीहरूले तीमाथि नुन छर्कुन् र तिनलाई परमप्रभुका निम्ति होम बलिको रूपमा चढाउनु। पुरानो करारमा नुन महत्त्वपूर्ण थियो। उनीहरूको बलिमा नुन पनि प्रयोग गर्ने गर्दथे। यो चाहिँ एउटा के कुरामा प्रयोग गरिन्थ्यो भने शुद्ध हुने विधिमा चाहिँ प्रयोग गरिन्थ्यो। अनि यसले चाहिँ शुद्धताको बारेमा कुराकानी गरिएको छ। सो पहिलाको र अबको कसरी मिल्न सक्छ? पहिला उनीहरू यसैलाई विश्वास नगर्नेहरू र पापलाई नकाट्नेहरू अनन्त नरक कहिले पनि ननिभ्ने आगोमा उनीहरू जान्छन्। अब फेरि यसैले भन्नुहुन्छ, उनीहरू चेलाहरूलाई यसैले भन्नुहुन्छ, सबै जन के हुन्छन्? सबै जन पद यही तपाईँले देख्न सक्नुहुन्छ। किनकि हरेक जन आगोद्वारा नुनिलो पारिनेछ। यसको अर्थ उनीहरू पनि जल्नेछन् भनेको हो र? निश्चय नै होइन। यसैले त्यो भन्न खोज्नु भएको छैन। परमेश्वरका जनहरू पनि उनीहरू कष्ट भएर जानेछन्, उनीहरू सङ्कष्ट भएर जानेछन्, उनीहरूलाई पनि कष्ट आउनेछ। त्यो हुँदै गर्दाखेरि पनि परमेश्वरले सहायता गर्नुहुन्छ र त्यसले चाहिँ पवित्रता ल्याउँछ। पवित्रतामा वृद्धि हुनको निम्ति उनीहरू कष्ट भएर जानुपर्छ। यसैले त्यो भनिरहनु भएको छ। अनि अन्तिम पद, नुन असल हो, तर नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई तिमीहरूले केले स्वादिलो पार्नेछौ? आफूमा नुन राख र एकअर्कासित मिलापमा बस। नुनको बारेमा तपाईँलाई बताउनु पर्दैन मैले। मैले भन्दा बढी नुन तपाईँ खानुहुन्छ, तपाईँलाई थाहा छ। मलाई त नुनको प्राइस कति पर्छ नि थाहा छैन अहिले, होइन? अब यसैले के भन्दै हुनुहुन्छ? नुन असल हो, नुन असल हो। नुन असल होइन भनेर कसैले पनि भन्दैन। तपाईँहरू सबैजना नुन खानुहुन्छ, हरेक दिन नुन चाहिन्छ तपाईँलाई। यसैले के भन्नुभएको छ त यहाँ? हाम्रो नुन चाहिँ दैनिक जीवनमा महत्त्वपूर्ण थोक नै हो। नुन बिनाको तरकारी कहिले खानुहुन्छ र? नुनको चाटो चिनी हालेर खानुहुन्छ र तरकारीमा? खानुहुँदैन। म तरकारी बनाउन नजान्नेले पनि चिनी चाहिँ हाल्दिनँ नुनको चाटो।
हैन? नुन तपाईँ र मेरो जीवनको लागि जति बढी आवश्यक छ र महत्त्वपूर्ण छ अहिले, पहिला पनि त्यति नै महत्त्वपूर्ण र आवश्यक थियो। अहिलेभन्दा अझ बढी थियो जस्तो लाग्छ मलाई। अहिले हामीसँग रेफ्रिजरेटर छ, चिसो बनाइन्छ, हामी चिसोमा राखिन्छ, फलफुलहरू, तरकारीहरू, फुड्सहरू कुहिन नदिनको निम्ति हामी रेफ्रिजरेटरमा राख्छौँ। त्यति बेला थिएन त्यो। त्यस कारणले कुनै पनि कुरा कुहिन नदिनको निम्ति उनीहरूले नुनको प्रयोग गर्थे। अनि यहाँ छ नुनले चाहिँ कुहिनबाट जोगाउँछ, होइन र? तपाईँले साइन्स पढ्नुहुन्छ नि, नुनले कुहिनाबाट पनि जोगाउँछ खासमा चाहिँ। तर यहाँ चाहिँ के भनिएको छ, त्यसकारण नुनले आफ्नो स्वाद गुमायो भने त्यसलाई केले सजिलो पार्ने? अब कुरा आउँदाखेरि नुनले स्वाद गुमाउँछ र? साइन्स पढ्नेहरूलाई थाहा छ, तपाईँहरू स्कुलमा साइन्स पढ्नुहुन्छ, नुनले स्वाद आफ्नो गुमाउँछ र? नुनले स्वाद गुमाउँछ? नुनलाई पखाल्नु भयो भने नुनको स्वाद जान्छ र? नुनको स्वाद जाँदैन। यो एक प्रकारले असम्भव जस्तै हो नुनको स्वाद गुमाउनु। तर यसैले भन्न खोज्नु भएको के हो? तर यहाँ चाहिँ यसको सन्दर्भमा चाहिँ नुनले कहिलेकाहीँ स्वाद गुमाउँदथ्यो। कुन अवस्थामा? किनभने यो नुन चाहिँ मृत सागरबाट उनीहरूले ल्याउँदथे। मृत सागरबाट ल्याएको नुन चाहिँ उयो मिसावट भई, यसले मिसावट भएको कारणले गर्दा नुनले आफ्नो स्वाद गुमाउन सक्ने थियो। अनि यदि यो नुनले आफ्नो स्वाद गुमायो भने यो कुनै पनि कामको लागि योग्यको हुने थिएन। अनि त्यसलाई फाल्नु बाहेक काम हुने थिए। अनि यसुले के भन्नुभयो उनीहरूलाई? उनीहरूको जीवनको पवित्रताको बारेमा यसुले यहाँ कुराकानी गर्नुभएको छ। उनीहरूलाई आज्ञा गर्नुभएको छ। अरूको निम्ति आशिषको स्रोत बन्न, स्वाद बन्नको निम्ति यसुले यहाँ भनिरहनु भएको छ। अरूसँग मिलापमा बस्न यसुले आज्ञा गर्नुभएको छ। याद गर्नुहोस्, यी चेलाहरू जो चाहिँ को ठुलो भनेर विवाद गरिरहेका थिए, जो चाहिँ आफ्नो घमण्डमा यो काम चाहिँ हामीले मात्रै गर्ने, अरूले गर्ने होइन भनेर लागिरहेका थिए, उनीहरूलाई नै यसुले भन्नुहुन्छ एकअर्कासँग मिलापमा बस। नुनले आफ्नो स्वाद गुमायो भने यसलाई स्वादिलो बनाउन सकिँदैन। यसुले डाँडाको उपदेशमा पनि भन्नुभएको थियो, तिमीहरू नुन पृथ्वीका नुन हौ, तर नुनले आफ्नो स्वाद गुमायो भने त्यो केले नुनिले पारिनेछ? त्यसपछि त त्यो बाहिर फालिने र मानिसहरूद्वारा कुल्चिमिल्ची पारिनु बाहेक अरू केही काम हुँदैन। सन्ध्यमा फेरि यदि तपाईँ र म येशूको चेला हुन चाहन्छौँ र उहाँको राज्यमा प्रयोग हुन चाहन्छौँ भने तपाईँ र म दुईवटा कुरा सँगै लान सक्दैन। तपाईँ र मेरो जीवनमा लुकेका पाप र येशूलाई विश्वास गर्ने कुरा। यदि तपाईँको जीवनमा त्यस्ता केही कुरा छन् जुन तपाईँको जीवनमा येशूलाई विश्वास गर्नबाट रोकिरहेको छ, यसलाई फालिदिनुहोस्। या तपाईँ नरक कहिल्यै पनि ननिउने आगोमा फालिन तयार हुनुहोस्। येशूले भन्नुभएको थियो, तपाईँको जीवनका मूर्तिहरूलाई निकाल्नुहोस्। अनि मलाई थाहा छ हामी आफै गर्न सक्दैनौँ, त्यसकारण हामीलाई पवित्र आत्मा दिएको छ। उहाँसँग प्रार्थना गर्नुहोस्। तपाईँको जीवनका मूर्ति के बनिरहेका छन् त्यसलाई निकाल्नुहोस् अनि येशूमा आउनुहोस्। येशूले तपाईँलाई मद्दत गर्न सक्नुहुन्छ। मैले निरन्तर बजाइरहन्छु घरमा पनि। तपाईँहरूमा टन्न खाएर, मासु र भात खाएर, अगाएर, पेट लागेर, बलियो भएर नरकमा जानुभन्दा सुकेनास लागेर, रोग लागेर, खानै नपाइकन भोकै नरक जानु उत्तम कुरा हो। किन येशूले तीनचोटि भन्नुभएको छ। यदि तिमीले आफ्नो पापलाई अझै ठेस लाग्ने कुरालाई काटेर फालेनौ भने तिम्रो गन्तव्य त्यहाँ हुनेछ जहाँ तिनीहरूको किरा मर्दैन र आगो निभ्दैन। फेरि संसारमा दुई प्रकारका मानिसहरू मात्र छन्।
एउटा मानिसहरू ख्रिस्टमा छन् जो अनन्त स्वर्गको निम्ति परमेश्वरले दिनुहुने अनन्त जीवनको निम्ति छन् र उनीहरू अहिले आफ्ना पापलाई स्वीकार गर्दछन्, आफ्नो पापलाई लुकाउँदैनन्, नम्रतामा ख्रिस्टमा आउँछन्, उहाँसँगै जिउँदछन्। र अर्को प्रकारका मानिसहरू छन् जो पाप लुकाउँदछन्, पापलाई छोप्दछन्, ढाक्दछन्, पापलाई पाप भनेर पनि स्वीकार गर्दैनन्। अनि ती मानिसहरूको नियति अनन्त नरक, कहिले पनि ननिभ्ने आगो यसको तालमा उनीहरू जानेछन्। छनौट त्यति बेला हुने छैन, तर अहिले नै तपाईँ कहाँ हुनुहुन्छ, कुन बाटोमा हुनुहुन्छ? तपाईँ सधैँ गस्पल कम्युनिटी चर्चमा आउँदैमा पनि नरकको आगोबाट जोगिन सक्नुहुँदैन। तपाईँको विश्वासले विचार गर्नुहोस्, यो येशूसँग मिलापमा आउनुहोस्, उहाँले समातिन सक्नुहुन्छ। किन? त्यसैको निम्ति उहाँ क्रुसमा मर्नु भयो। र हामी जान्दछौँ, हामी आफै सक्दैनौँ यी सबै कुराहरू। तपाईँले जसरी पापलाई गम्भीर रूपले लिनुभयो, हामीलाई त्यसरी गम्भीर रूपले लिन मद्दत गर्नुहोस्, ताकि हामी तपाईँसँग ठिक सम्बन्धमा आउन सकौँ, मिलापमा आउन सकौँ। हामीलाई मद्दत गर्नुहोस्, येशूको नाममा आमेन।